यहाँहरू सम्पूर्णमा नमस्कार। आज म स्थानीय तहबाट कुनै पनि विद्यालयको नाम अथवा ठेगाना ग्रेड सिटमा बिग्रिएको रहेछ भने त्यसलाई कसरी सच्याउन सकिन्छ भन्ने बारेमा यहाँहरूलाई भिडियो लिएर आएको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। र आज हामी कसरी विद्यालयको नाम र ठेगाना ग्रेड सिटमा स्थानीय तहबाट सच्याउन सकिन्छ भन्ने बारेमा यो भिडियोबाट पक्कै पनि जानकारी प्राप्त गर्नेछौँ। र अब म कसरी ग्रेड सिट सच्याउने भन्ने बारेमा यहाँहरूलाई जानकारी गराउन गइरहेको छु। सर्वप्रथम यहाँहरूले पालिकाको इमेज आइडी र पासवर्ड लगइन गर्नुहुनेछ र यहाँहरूले चाहिँ लगइन गरिसके पछाडि चाहिँ यहाँहरूले स्थानीय तहको आइडीबाट चाहिँ ड्यासबोर्ड, स्कुल प्रोफाइल, स्टुडेन्ट रेकर्ड, म्यानेज एक्जाम, EIE, PMT, UMS लगायतका यिनी धेरै बटनहरू देख्न सक्नुहुनेछ। र हामीहरूले स्कुल प्रोफाइलमा गयौँ भने यहाँबाट विद्यालयको नाम सच्याउन सकिँदैन र यहाँ चाहिँ यो विवरणमा विद्यालयको नाम यहाँ सच्याउन सकिँदैन। अब हामीहरू कसरी चाहिँ ग्रेड सिटमा विद्यालयको नाम र ठेगाना सच्याउने भन्ने बारेमा यहाँहरू यहाँ तल यहाँहरूले एडमिन भन्ने बटन देख्नुहुनेछ। तल सार्दै जानुभयो भने र यहाँहरूले एडमिनमा क्लिक गरिसके पछाडि यो स्कुलमा जानु होला र स्कुलमा गइसके पछाडि चाहिँ यहाँहरूले यहाँ स्कुल अर्गनाइजेसन म्यानेजमेन्ट भनेर देख्नुहुनेछ र यहाँ स्कुलको नाम, टोल, फोन नम्बर, इमेल भनेर भनेको छ। यो हाम्रो नयाँ विद्यालय कुनै स्थापना भएर रजिस्टर गर्नु पर्यो भने यहाँ देखाउनको लागि हो। र यहाँहरूले यहाँभन्दा तल यसरी सार्दै जानुभयो भने यहाँ फेरि प्रोभिन्स, डिस्ट्रिक्ट, म्युनिसिपालिटी भनेर चाहिँ यहाँ देखाउनेछ र यहाँहरूले सिलेक्ट प्रोभिन्स भनेको ठाउँमा आफ्नो प्रदेशको नाम छान्नु होला। त्यसै गरी डिस्ट्रिक्ट भनेको ठाउँमा आफ्नो जिल्ला छान्नु होला र सिलेक्ट म्युनिसिपालिटी भनेको ठाउँमा यहाँहरूले आफ्नो स्थानीय तहको नाम छान्नु होला। र त्यस पछाडि चाहिँ यता यहाँहरूले लोड भन्ने देख्नुहुनेछ र यसमा चाहिँ क्लिक गर्नु होला। यति गरिसके पछाडि चाहिँ यहाँहरूले माथि सार्नु होला। यहाँ स्कुल नेम, टोल, फोन नम्बर, इमेल भनेर देखाएको छ। यहाँभन्दा तल यहाँ स्कुलको विवरण देखाएको छ र यहाँहरूलाई कुन विद्यालयको नाम ठेगाना सच्याउन लाग्नुभएको यहाँहरूले चाहिँ स्कुलको नाम यहाँहरूले चाहिँ छनौट गर्नु होला। र मैले अब एउटा स्कुलको नाम यहाँ छनौट गरेँ र स्कुलको नाम छनौट गरिसके पछाडि चाहिँ यहाँहरूले यहाँ स्कुल नेम, टोल, फोन नम्बर लगायतका विवरणहरू देख्न सक्नुहुनेछ र यहाँबाट चाहिँ यहाँहरूले चाहिँ विद्यालयको नाम ठेगाना सच्याउन सक्नुहुनेछ। र यहाँ विद्यालयको नाम बिग्रेको भए यहाँ चाहिँ यहाँहरूले सच्याउन सक्नुहुनेछ। यहाँ चाहिँ मैले सरस्वती आधारभूत विद्यालय लेखेँ। मैले सरस्वती BAS बेसिक स्कुल लेखेँ। र यहाँहरूले चाहिँ टोल, यो टोल भनेको ठाउँमा चाहिँ यहाँहरूले यदि विद्यालयको ठेगाना बिग्रेको छ, जस्तै मानौँ कुनै विद्यालयको ठेगाना
मासिला गाउँपालिका वार्ड नम्बर 2 फलामखानी हुनुपर्नेमा यहाँ चाहिँ बिग्रेको छ भने यहाँहरूले टोलमा मासिला गाउँपालिका र यो टोलको नाम लेख्नु होला। गाउँपालिकाको चाहिँ नाम ग्रे सिडमा अगाडि नै आउने भएको हुँदा यहाँहरूले यहाँ टोलको नाम लेख्नु होला। र मैले चाहिँ यहाँ फलामखानी घन्तरी लेखेँ र यहाँहरूलाई पर्व थप्न मन लाग्यो भने पनि यहाँहरूले थप्नु होला। र यसलाई चाहिँ यहाँ यति गरिसके पछाडि चाहिँ अपडेट भन्ने यहाँहरूले यहाँ तल देख्न सक्नुहुन्छ। यो अपडेटमा क्लिक गर्नु हो भने र यो सेभ हुनेछ र यहाँहरूको ग्रेड सिटमा नाम, विद्यालयको नाम र विद्यालयको ठेगाना सतिनेछ। धन्यवाद। यहाँहरूलाई भिडियो कस्तो लाग्यो? युट्युब च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला। धन्यवाद।